ध्रुवा सर्वास्तं करोति वा यस्मै पुनरि तत्सव आशुर्भाव वाजन्य प्रकुतरानुकलं मुक्तिरन् सहस्रं श्रोतराशि जगत्पते अंकप मक्तल दिवाकर क्यामेरातिर हेरेर बाणगंगा नगरपालिका अंदर मोतीपुर बन गई आजता हम संवासरियां एकादशी पुण्यतिथौ श्री सूर्य राशि गाव में चक्रा संतु गाव में शंतु सदा शांति सर्वजन शांति शांति देव शांति शांति देवी शांति भवतु शांति कर्मन्तु एतता नि बाबु तिमीले पनि चढाइदिउ ल चन्दन अक्षता फुल बेसार ल माथि तेर्सो पारिदिउ त्यही टाढी बनाएर ल दुइटैले ल पाँचवटै बटुकाको जल एउटा फुलले चम्चा हुन् तिमी ट्याक्क ट्याक्क निकालेर नौ गराला मामले ल निकाल नवदुर्गा देवताभ्यो नमः ओम शरणागत ल एउटा केरा पनि छ सुपारी त्यहाँ छैन सूर्य सम्प्रभम निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ऋद्धिं पुनरात्मनिं पञ्चामित्रं सुदूदकं पादेव समर्पयामि हस्तं आत्मनि पुनरात्मनि पञ्चामित्रं सुदूदकस्नानं समर्पयामि सर्वोपचारपूजं यावत् पूजं करोमि तावस्तं सुस्थिरो भव सुप्रसन्नो वरदो भव रक्षरक्षकमा दक्षरक्षकप्रज भक्तानां भान्कर्ता दयि कृपा सिन्धु सनामास जगत्प्रभो वरदस्तं प्रथम देहि वाञ्छितं हरि ओम अग्निर्ज्योतिर्ज्योतिरग्निः स्वाहा सूर्यो ज्योतिर्ज्योति सूर्यः स्वाहा खुल्लेर हात जोडौ है दुई तिन रक्ष रक्षे बुझति भुवनानि पश्यन्न चारैतिर मैले अग्निको पूजा गरेँ भन्ने भावना गरेर जल भैमा छर्किन् तत्र प्रजापति ओम नमः इति इत्यम अग्नि प्रजापति विष्णु छंद आज हुमे चतुर्थी कर्म आज होने बिनिवा सुमाय स्वाहा सुमा देवता भ्यो अग्नि प्रचित होमे बिनियो भाव चतुर्थी कर्म यन पंचन अध्याय परमेश्वर अग्नि देवता छोड़ अब एक पटकमा सबै भन्न राखेर सबै कठोराकाले पूजा गर्ने हे दामोदर माधव हे कृष्ण कमलापते इन्द्रपते सीतापते हाम्रो सम्पूर्ण शरीरको बाउ पहिला काम गर्न सक्ने गर्छ ल टाढा हाम्रो मुखमा सरस्वतीले वास गराउन् कानले राम्रा कुरा सुन्यौँ अखिला कुरा नसुन्यौँ सुने ब्रेक लागु फेरि यहाँ त राम्रो राम्रो फुले फलेको देखियो अब फेरि चालुमा आमाले नाचेको खानामा अब हामी जिम्मेदार व्यक्तित्वमा जिम्मेदार बहन गर्ने हो भन्ने अब आरते भन्दा यसो सबै कोठा हुने जस्तो भावना गर यहीँबाट सके घुमाउने हो नसके यहीँबाट आरते भनिदिनु आरते ल अगाडि राख ल दुःख गरेको छु भन्ने नमस्तोनन्ताय पाद प्रलाक्षिणे बिनेवा नमस्तोन 3 पटक शिरमा लैजाऊ ए बाबु खोइ मुठो छोप्न पर्न मैले होइन त्यो खुट्टै नछोडिदिए ढोगिँदाखेरि आफै आत्तिन्छन् 3 पटक शिरमा लैजाऊ ल 3 पटक दाहिने खुट्टाको बुढी अल्टो ल हेर त ल अलि माथा हो मैले यहाँ लौरो छोपेछु गर यहाँ लौरो छोपेछु गएन भने मुखा ल पानी खाऊ नानी खाऊ हो स्याबास ल ल क्यामेरातिर पनि हेरे एकपटक क्यामेरातिर पनि भयो नानु ल ए बाबु होइन दाहिने हात मान्दिनन् देवी आजदेखि देवी भएकी हुन् हिजोदेखि मान्दिनन्
हो थापिराख राखिदे बाबु 1500 ए अरे बाबु त्यो नौकर दिएर हुन्छ ए रोहित यता गएर झुम्का जला ल ल ल राख ल नानी भयो अरे भयो सबै पत्ते भयो पुगो होइन सबै यिनीको त गर ए देवी किन मान्दिनौ ल ल यति त्यसो भए सम्पत्ति तिम्रो अब मुठी पारेर दिउँछ ल अब त मान्छे ल पण्डितजीले नदिएर रहेछ धेरै आयो अहिले त तीन पटक धो 3 पटक धोएर शिरमा लगाऊ 3 पटक जल खाऊ ल फेरि ल छोपा दुईटै खुट्टा बुढी उल्टाले चापा हो ढोग्दी राख ल सुन्नुहोस् त दुईटै हातले हो अब पैसा दिनुहोस् आशीर्वाद दिनुहोस् ल हमेसा भयो नानी धेरै ढाड दुख्छ उठ ल ल अब त कहाँ जान छ र यी दङलाई रोटी खाने हो अब यहाँ अब हुनु तर तातो पानी सोध्नु त गर अब त यहाँबाट त मर्द सांस लेखिदिन्छु परे त्रायुखुम जमदग्ने कैसे पैसे त्रायुखुम हामीले त चिन्दैनौँ बाटा त हेबार बा दर्शन पद्दो बलि राजा दानवेन्द्रो महाबला तेन तम प्रतिमधामी रक्षे माचल तन्तु देव रक्षतु ऋषि प्रसाद मस्तु ऐश्वर्य मस्तु संतान समृद्धि गोपन हिताय च जगधीर्ताय कृष्णाय गोविन्दाय नमो नमः आय गोपन हिताय च जगधीर्ताय कृष्णाय गोविन्दाय नमो नमः ल ऊ त्यहाँबाट निकालेर एउटा पैसा दिऊ
जाने छोड्नु जाने उता छ छेउमा यसमा राख न फेरि खोजेका दुईटा हात उड्नु छिटो ए भयो कलेज जितो अरि सकिँदा कलेज चाँडै खलाउँछ त छिटछिटो भरेर खराउने हो बोले सब त चाँडै त्यो हैन दुईटाले समाएर यो त सेकेन्ड हो लास्ट बाँकी छ ल त्यहाँ राख्न त कति अब यो लास्ट हो एकचोटि जित्दै चाँडै छिटो छैन चाँडै खन्नु चाँडै ताली बजाउनु सबैले ताली बजाउनु सबैले भयो मजाले कलेजको जब त्यहीँबाट यता हेर्नु अब सबैजना त्यहाँबाट यता भातको कारखाना खुसी रहे हामीलाई पनि खुसी रोकिन हुन्न है दाइ आज रोकिएन आयो रोकिन हुन्न रोकिन भएन आयो उताबाट नि आयो हो त हुँदै पाता तिम्रो 10 हो उता मार्दै उता मार्दै
मोटरसाइकल लिएर आउन अब हदार राख्ने पैसा किन म एकैछिन फोन गर्छु बोडा न मोट मोट 5 देखाइदिएर उता फेरि श्रीमान जी ल 50 आयो ल फेरि 50 अहिले त जित्ने भएन कि इनले ल फेरि ल त्यहाँ हाले फेरि 50 हाल ल अहिले त सियोर हेरिया छ कि नै तपाईँ बाजे हेरे हम अहिले त सियोर मामा मैले यसको चार्ज कस्तो पर्यो हाल्नु पर्छ 50 सो अब अर्को हैन चलो चलो लास्टमा तिमीले त पाउँछौ हाल सबैले बढाइदिनु यता हानी उता हानी यसै रमाइलो हुन्छ अहिले सियोर हो के ल सो है जोरायो एका बढी अब 5 अब भोटाले जति पनि हिँड्नु भयो डाइरेक्ट सो ब्लाइन्ड ल ब्लाइन्ड अहिले ब्लाइन्डै ल ब्लाइन्ड है हेर्न पाएन है अब फाइनल ब्लाइन्ड हालेको हाले अब पैसा भ्याउन सम्म हाल्ने 50 हारे कि तिमी त सिधै ट्यागर लगाऊ एकछिन चल्न दिनु न हजार निकालौँ न त ल अब एउटा ठुलो राखम त ल अब हेर ल ठुलो राखम अब बुहारी पनि आउँछ नि ठुलो लस्सो गर ल हेरौँ ल डरा डरा अलि माथि उठाउ न माथि ल ल राख 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 एकछिन ल राख दाजु सो गर्ने त्यसले ग्यामै भ्यायो रमाइलो अब पहिले 1000 हालेछौ होइन दिन पाइन्न अझै ल माइलो हजुरले दिनु पर्यो पैसा मेरै हो हाल्नु पर्यो आमा सापट कति दिन भयो गर्नु है अझै हाल्नु पर्यो मैले कति लाइन रहेछ किनिराखेँ कि मैले सो होइन के होइन अझै सो भयो ल दस बढी
अहिले दियो भन्दै दिन दिन के फेरि मलाई यता मम्मीको मम्मीले बाबाको बाबालाई दे त्यसको लागि म राख्दिन्छु अब अरु के गर्ने कोट्टा खा मलाई अहिले बाबा छोपा तिमीले फेरि देखा छोपा हट्ना यार कति लास्टमा बाँड्ने हो हो न हेर्नेलाई नदे मैले मुखमा किने नानीले कस्तो सुपारी जा कसलाई नि मैले दिन्छु लादुलैको मध्येको एउटा राख्ने होला केटी बाठी ए हात बजा हातमा लुकाइ छ उडीले जिम्मा भेटा लागेछ सुना हेरे त्यो दिएको हो के हैन सुपारी अरुले हेरे हानै हेरे हेरे भन्ने त बाबु न चाली खेलाउनु पर्यो यार पहिला हुन्थ्यो नि अङ्कललाई आफ्नो दिन याद भोक लाग्यो नि
कहाँ छौ तिमी देखिन खोइ मैले ल्याए जानिलो हेर बसन्ती तिम्रै घरमा पुगे अहिले कहाँ छौ तिमी देखिन खोइ मैले ल्याए जानिलो हेर बसन्ती ल्याए जानिलो हेर बसन्ती सानो तिम्रो कुरा मानु यो मुटुमा तिम्रो छाप लागेछ तिमीलाई के थाहा सानो तिम्रो कुरा मानु यो मुटुमा तिम्रो छाप लागेछ अब तिमी जे नै गर्छौ गर तिमीलाई माया गरेछु खाली मेरो मनको घरमा तिम्रो माया भरेछु अब तिमी जे नै गर्छौ गर तिमीलाई माया गरेछु खाली मेरो मनको घरमा तिम्रो माया भरेछु सानो तिम्रो माया